Deuteronomy 6:5-7 ESV. 5. You shall love the Lord your God with all your heart, and with all your soul, and with all your might. 6. And these words that I command you today shall be on your heart. 7. You shall teach them diligently to your children, and shall talk of them when you sit in your house, and when you walk by the way, and when you lie down, and when you rise. Hallelujah. सबैजनालाई जय मसीह। यहाँनिर भजन सङ्ग्रहको पुस्तक 100 साम 100 1 to 5 मा यसरी लेखेको छ। हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जय जयकार मनाऊ, आनन्द साथ परमप्रभुको आराधना गर, हर्ष र गीत गाउँदै उहाँको सामुने आऊ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौं। हामी उहाँको प्रजा र उहाँको खर्काका भेडाहरू हौं। उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ बस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढाऊ र उहाँको नाउँको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहन्छ। उहाँको विश्वसनीयता पुस्तौँदेखि पुस्तौँसम्म रहिरहन्छ। आमेन। इंग्लिशमा पढ्दिनु। 101 I will sing of your love and justice, Lord. I will praise you in songs. I will be careful to live blameless life when will you come, Lord. I will lead a life of integrity in my own home. I will refuse to look at anything vile and vulgar. I hate all who deal crookedly. I will have nothing to do with it. I will reject perverse ideas and stay away from every evil. I will not tolerate people who slander their neighbors. I will not endure conceit and pride. हालेलुया। ल सिंगिङ गर्नु, प्रेज गर्नु चाहिँ के हो? यो चाहिँ वर्शिप गर्नु। आमेन। परमेश्वरलाई धन्यवाद दिँदै उहाँको पदमा जानु, किनकि हाम्रो प्रभु चाहिँ के हुनुहुन्छ? फेथफुल हुनुहुन्छ। आमेन। ल हामी भजन See how
पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो बिहानी तपाईँ परमेश्वरले हामीलाई निगाह गर्नुभइकन तपाईँको अनुग्रह तपाईँको कृपा र तपाईँको मायाले हामीलाई हेर्नु भइकन प्रभु हामीलाई सबै कुरामा तपाईँले निगाह गर्नुभयो सबै कुरामा तपाईँले सुरक्षा दिनुभयो र तपाईँको रोशनीमा प्रभु हामीलाई डोर्याउनु भएको निम्ति तपाईँको धन्यवाद प्रभु यो समय यो ठाउँदेखि तपाईँ परमेश्वरको नाउँ राख्दै चाल्छौँ पवित्र आत्मा हामी तपाईँलाई स्वागत गर्छौँ र बिचमा तपाईँको उपस्थिति यसो नामलाई महिमा गर्न सकौँ किनकि तपाईँ हाम्रो परमप्रभु हाम्रो राजा हुनुहुन्छ यो समय दिनुभएको निम्ति प्रभु यो परिवार दिनुभएको निम्ति हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ प्रभु हाम्रा नानीहरूमा यसरी चोटपटक हुनुपर्छ सबै कुराबाट तपाईँले निगाह गर्नुभएको छ तपाईँलाई धन्यवाद प्रभु हामी प्रार्थना गर्छौँ परमेश्वर तपाईँको उपस्थिति यसरी नै प्रभु हाम्रो जीवनभरि तपाईँले दिनुहोस् जबसम्म संसारमा हामीलाई रहन दिनुहुन्छ तबसम्म हामी यसो नाउँको घोषणा गरेर हाम्रो जीवनलाई व्यतीत गर्न सक्छौँ प्रभु हाम्रो नानीले तपाईँको नाउँलाई घोषणा गर्न सक्नुहोस् प्रभु यतिखेर यिनीहरूले केही पनि जान्दैन थाहा गर्न सक्दैन तर पवित्र आत्मा तपाईँ यिनीहरूमा हुनुहुन्छ र यिनीहरूलाई तपाईँले सम्झाउनुहोस् यिनीहरूलाई डोर्याउनुहोस् तपाईँको पसलमा तपाईँको खातिर तपाईँको राज्यमा काम गर्नको निम्ति प्रभु तपाईँको डेस्टिनीमा तपाईँले बोलाउनु भएको छ प्रभु यिनीहरूलाई डोर्याइदिनुहोस् परमेश्वर एक पाइलामा डोर्याइदिनुहोस् अनि हामी प्रार्थना गर्छौँ प्रभु यतिखेर यो समय हामी यही प्रार्थना गर्छौँ प्रभु हाम्रो अबको उसो जीवन तपाईँको हातमा हामी समर्पण गर्छौँ अब हामी यहाँबाट यात्रा गरेर जुन ठाउँमा जानेछौँ प्रभु सबै कुरालाई तपाईँको सुरक्षा बोल्छौँ परमेश्वर तपाईँले निगाह गर्नुहोस् धन्यवाद छ सबै कुराले तपाईँको महिमा आदर सम्मान भएको प्रभु जे गर्छौँ त्यसै तपाईँको नाउँलाई उठालेको धन्यवाद आदर महिमा र प्रशंसा गर्दै यो सर्वोच्च प्रार्थनालाई यस तपाईँको चरणलाई चाहिँ आशीर्वादलाई चाहन्छौँ यसो तपाईँको जाने